यहाँ विदेशदेखि बार खेल्न आएको लाउडे यो चाहिँ हप्सी कपालबाट थाहा रहेछ तपाईँहरूले दर्शकहरू यहाँतिर सब दर्शक छ यहाँनिर ट्रेनिङ भइरहेछ यहाँ माथि पनि छ दर्शकहरू हेलो एभ्रिवान नमस्कार सम्पूर्णमा हजुरहरूलाई स्वागत छ मेरो 90 डे च्यालेन्जको 44 ब्लगमा आज चाहिँ हाम्रो फुटबल ट्रेनिङको लास्ट डे भोलिबार हाम्रो म्याच छ त्यही भएर अहिले जाँदैछु केटाहरू सबैजना 3 बजीतिर भेला हुने भन्ने कुरा भएको कारण म चाहिँ यसो एक्सर्साइजिङ गर्दै हिँड्दै जाँदैछु यहाँबाट लगभग फुटबल ग्राउन्ड चाहिँ 1 किलोमिटर जति छ रोटेर हिँडेर जाँदैछु अब हेरौँ के कस्तो हुन्छ यदि हजुर नयाँ हुन्छ भने सब्सक्राइब गर्नु होला है लाइफ भने यस्तै हो सङ्घर्ष हो सङ्घर्ष गर्दैछु एक दिन त सक्सेस होला नि होइन एक दिन सक्सेस हुन्छु भन्ने आशमा लागिपरेको छु लेट्स सी सो अहिले चाहिँ म हाम्रो ग्राउन्डमा आइपुगेको छु पाँचकानेको फुटबल ग्राउन्डमा यो चाहिँ हाम्रो प्र्याक्टिस गर्ने होम ग्राउन्ड केटाहरू चाहिँ अगाडि आएर यहाँ के गर्दैछन् यसो हेरौँ हेलो 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 के हो बुट भट्टाबाट आमा नयाँ नयाँ बुट लाएर खेल्ने अब केटाहरूको बुट हेलो बाउसेरी खै त तपाईँको चाहिँ भिङ्गे भान्जो बुट लाउने अब नयाँ आम्मा तेरो चाहिँ खाइदिए खान्छ हो र हुन्छ है कान्छ राख्ने सो हाम्रो यहाँ खाउले भाइहरू लन्ठङ लन्ठङ गरेर आउँदैछन् ए मार खोज्छल जल्दी जल्दी छिटो छिटो ल यहाँ केटाहरू नि आउँदैछन् यहाँ कोही जम्मा भइसक्यो कोहीले बुट लगाइसक्यो हाम्रो यहाँ विदेशदेखि बार खेल्न आएको लाउडे यो चाहिँ हप्सी कपालबाट थाहा रहेछ तपाईँहरूले ल ल केटा राम्रोसँग खेल्नुपर्छ है ल हाम्रो केटाहरूको आज चाहिँ लास्ट ट्रेनिङ नयाँ नयाँ बुट ढल्काएर ल है केटाहरू ल कान्छ नयाँ बुट ढल्काएर खेलेको ल ल ल मार्ला केटाहरूले मलाई ल अब यहाँ गेम सेम प्र्याक्टिस गर्नुपर्ने हुन्छ ल अर्को हान
दर्शकहरू यहाँतिर सब दर्शक छ यहाँनिर ट्रेनिङ भइरहेछ यहाँ माथितिर नि छ दर्शकहरू त्यही बस बला अर्थ सुन्त्या सो गाइस आजको हाम्रो प्र्याक्टिस सक्यो आज प्र्याक्टिसको लास्ट डे भोलि चाहिँ हाम्रो म्याच छ ल हाम्रो केटाहरू सेटेर अब हामी खोलातिर जाँदैछौँ खोलाको कुल बात लिनलाई कुडे कुल बात लिने होइन त ए लाग्यो कुद्छु आइँ म त पर जानु यो अर्ग्यानिक सो हामीले अर्ग्यानिक खोलामा संवाद लियो होइन भोलिको लागि तयारी त्यहाँसम्म अहिले चाहिँ अलिक फ्रेस भयो है फ्रेस भइस हो र त्यस्तो खतर त ल सो अब हामी पलिसी जाँदैछौँ ल यो चाहिँ हाम्रो डाइट भोलिको लागि है पेल्नुपर्छ है गाइसहरू भोलि आज खाने भोलि निकाल्ने होइन त ल अब यसो खाजा खानेछौँ हामी सो हामी कपाल सबै काटेर आयो ल पछाडि चाहिँ खान्छ ल अब भोलि भेटौँला ल सो अहिले चाहिँ हामी भैँसीको पुलमा खानासाना खाएर मजाले राजामा यसो हावासावा खान आएको छौँ होइन र आनन्द चाहिँ आनन्द है यो पुलमा पहिला कम्ता बस्यो हामी है यो पुलमा कति हुन्थ्यो पहिला मान्छे है अहिले त कोही पनि छैन है सबैको फ्युचर भन्दा है कहाँ पुग्यो साथीहरू हुन्छ अब हामी एकछिनमा हावासावा खाएर यस्तो चिसो चिल पारामा हावासावा खाँदैछौँ अब हामी हावासावा खाएर एकछिनमा निस्किन्छौँ हुन्छ 90 डेज च्यालेन्जको 44 ब्लगलाई यहाँ अन्त्य गरिदिउँ अब हाम्रो भोलिबाट गेम हुन्छ नयाँ हुन्छ सब्सक्राइब गर्नु होला भोलिको गेमहरू आउँछ के कस्तो हुन्छ अपडेट
मिल्छु हजुरहरूलाई यति भन्दै 90 डे च्यालेन्जको 44 ब्लगलाई यही अन्त्य गरिदिउँ नेक्स्ट ब्लगमा फेरि भेटौँला है त जय नेपाल